देख्न सक्नुहुन्छ यस्तो बक्कुमा गएर बस्साले किन नेपालमा आएको छ देख्न सक्नुहुन्छ भिरमौरी। वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला र हामी करिब 20 दिनपछि स्कुल जान लागेका छौँ यता। सो गाइजहरू यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ यस्तो 1 मिस गेम फिनिस रहेको छ र देख्न सक्नुहुन्छ है त स्वात्तै तल खोलामै पुग्ने। फेरि बाटो चाहिँ यस्तो दामी तरिकाले गराउनु भएको छ। यस्तो छ कि गाइजहरू सकिँदैन नि। फेरि हामी चाहिँ त्यो बाटो हुँदै जानुपर्ने हुन्छ, त्यो डाँडा काटेर जानुपर्ने हुन्छ। यो चाहिँ थिरबाङ गाउँ रहेको छ गाइजहरू। फाइनल्ली गाइज हामी चाहिँ भेट भइसकेका छौँ। केटाहरू हेलो गर केटा हो केटा हो। हामी चाहिँ भेट भइसकेका छौँ गाइजहरू। अब हामी जानुपर्ने हुन्छ स्कुलतिर। सो गाइजहरू हामी चाहिँ अहिले खोला तर्दैछौँ ल। तर केटाहरू यो चाहिँ हाम्रो सेम्बाङ खोला रहेको छ गाइजहरू। देख्न सक्नुहुन्छ उबाट आएको छ सेम्बाङ। फाइनली गाइजहरू देख्न सक्नुहुन्छ सेम्बाङ खोलाको छरा लालपाथी रहेको छ गाइजहरू। लालपाथी तिहारमा परेको भने फुलेको चाहिँ छैन। यताको वेदर देख्न सक्नुहुन्छ गाइजहरू। आजको वेदर एकदमै राम्रो रहेको छ। सिमसिम पानी परेको छ र यता मकैहरू पनि रहेको छ। अनि हाम्रो ग्याङहरू हुनुहुन्छ यता। ग्याङहरू 3 जना हुनुहुन्छ गाइजहरू। बाटोमा यस्तो सिस्नो पनि पाइन्छ गाइजहरू, सिस्नु। अनि खर्को गोठ देख्न सक्नुहुन्छ। फाइनली फापर देख्न सक्नुहुन्छ गाइजहरू। फापर तन्नै रहेको छ है। यतातिर चाहिँ फुलेको छ फापर। अब फल लाउने टाइम हुन लाग्यो र यता सिमी पनि रोप्नु भएको रहेछ। यता चाहिँ स्याउला गाउँ रहेको छ गाइजहरू। अहिले कुहिरोले धक्का यता देख्न सक्नुहुन्छ गाइजहरू। त्यो चाहिँ हाम्रो पावर हाउस हो। सो गाइजहरू हामी चाहिँ त्यताबाट आएका हौँ। अहिले चाहिँ उतो धारा काटेर एकदमै कुहिरो लागेको छ है उता चाहिँ। हाम्रो बाटोमा चाहिँ स्विमिङ पुल रहेको छ गाइजहरू। स्विमिङ पुल त्यो पनि भैँसीको लागि स्विमिङ पुल। के खेल्छस् र केटा हो तिमीले? खेल्छस् केटा हो स्विमिङ पुलमा? खेल्छौ? सो गाइजहरू खोला देख्न सक्नुहुन्छ उता फुलहरू फुलिरहेको छ बाटोनिर। सो गाइज छरेमा चाहिँ छरा सुकिसकेको रहेछ। फाइनली गाइज हामी चाहिँ अब यता पाठी चराउनेमा छौँ। हाम्रो यता दमै थान देख्न सक्नुहुन्छ। दमै थान दमै बजुनी भन्नुहुन्छ। केटाहरूको यस्तो छ गाइजहरू माग्ने तरिका चाहिँ। माग अर्को फाइनली गाइस दोमैको दोबान तमान खोला। हाम्रो तमान खोला उता रहेको छ। माथि धानहरू पनि रहेको छ। सो गाइसहरू यहीँबाट भुत निस्किने। सो गाइसहरू हामी चाहिँ बोङ्गाडोबान बजार आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ बोङ्गाडोबान बजार चाहिँ नै रहेको छ। हाम्रो पिपलको बोट देख्न सक्नुहुन्छ गाइसहरू। फाइनली गाइज हामी चाहिँ स्कुलबाट घर फर्किसकेका छौँ र धान देख्न सक्नुहुन्छ पारी। अनि खोला पनि बढेको छ गाइजहरू। अहिले चाहिँ देख्न सक्नुहुन्छ कति ठुलो भएको छ। कसो छ त हिमाल खबर? छाता बिगरी चाहिँ एकदम दुःख लागेको छ होला है। के छ केटा हो केटा के छ डल्ले गोरे के छ? केटाहरू चाहिँ खेलिरहेका छन् पानीमा। भल आइरहेको छ गाइजहरू भल। सो गाइजहरू स्कुल देख्न सक्नुहुन्छ हाम्रो त्यही नै रहेको छ स्कुल। अनि पुलहरू पनि देख्न सक्नुहुन्छ गाइजहरू। चाहिँ अहिले यता पानी पिउन लागेका छौँ। पानी पिउने त्यस्तो गाइजहरू लोकल पारामा है गाइजहरू। गाउँघरतिरको यस्तै नै हुन्छ देख्न सक्नुहुन्छ। सोमवार देख्न सक्नुहुन्छ सोमवार। अनि पारी चाहिँ सोमवार त्यसपछि बेसी रहेको छ। अनि यताको चाहिँ गाइजहरू केस रहेको छ। केस तक यता आलुहरू कोदोहरू रहेको छ गाइजहरू। खोला देख्न सक्नुहुनेछ अहिले कहिले धमिलो आएको छ किनकि पानी परिरहेको छ उता तक आएर।
फाइनली गाइजहरू हामी चाहिँ अहिले भवनमा आएका छौँ, आमा समूह भवन छिरबाङको। अब चाहिँ यहाँ केटाहरूको ऱ्याप बाटल हुनेवाला छ, के कस्तो हुन्छ हेरौँ है त। बक्कुमा गएर बस्साले किन नेपालमा आएको छस्? मसँग ऱ्याप भिड्न आएको छ साले, मसँग मुख सम्हालेर ऱ्याप भिड्न पर्छ नत्र भिटेसँग मैले 4 वटा भिटेको त बच्चा मसँग एक्लै नआइज बाबु। 4 वटा ग्याङ आए तँलाई त मैले जिरामे हानेर जान्छु बाबु। धेरै हेर्ने नगर, फेरि छोप्दा आन्टी रहेछ तँलाई मैले काटिदिन्छु। मकैको बोका जस्तो सुलुक्क जस्तो गिन्सेर भाइ मसँग धेरै नचला बाबु। अलिकति मलाई धेरै राजा हुने बोल, सामान्य बोल। साला बोल चातासित भितेर आइरहेछेस्, म त छोटासँग भितेर आएको। त जस्तोलाई किन राजा भन्ने? तँलाई त चोरको त गाजा खाने केटा भन्ने। साला त जस्तोले मलाई राजा बन कसरी बन्ने? तेरो घर त दरबार जस्तो पनि छैन साला। कहाँ दरबार छ र तेरो घर? तँलाई राजा बन्ने तेरो रानी खोइ त्यसो भए अहिले नै लिएर आइजा। साले मेरो एक कोच खाएर गइजा। साले लजाउँ रे साले बोल्छ के भन्छ साले भ्याङ्गिलम। अलि चुप लागि बोल तेरो अलि कुकुर कटेर फालिला तेरो गाडी खोलामा तैले आज भोलि गाजा सुरत पनि छुको छैन होलास् बाबु भन्थ्यो मलाई तैले आज भोलि गाजा सुरत कहिले पनि छोड्को छाडा कुरा नबोल बाबु तेरो काटिएला गर्दैन। साडी न साडी आज हुन्छ यो, आज मसँग ऱ्याप खेल्न आइछ झ्याप भुल्यो हुन्छ तेरो गालामा रातो झाप। या साला मेरो गालामा होइन तेरो गालामा हुन्छ भोलि रातो छाप। साला मेरो छ नाम लोकेश छाप। साला मेरो नाममा पहिले तैले मुख छुटुन्डो चलाएर किन मलाई डिस्टर्ब गर्छस्? साले त भुल्लिने मर्छस्। साले तँलाई चाहिँ खोलामा गाडिदिन्छु। साले तैले मलाई किन गाजा चुरोट पनि नछुको भन्छस्? मैले कति पटक पानी हुटुटुटु, मैले कति पटक पानी सुटुटुटु थाहा होला तँलाई साला भ्याङ्गिल लम्पट गडा। साले मलाई त्यस्तो भन्छस्। सो गाइजहरू हाम्रो ऱ्याप ब्याटल पनि सकिएको छ र विजेता को हुनुहुन्छ भन्ने चाहिँ तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यता लोकेश बुढा मगर हुनुहुन्छ भने यता हिमाल खड्केजा मगर कसले जिते जस्तो लाग्छ त्यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नु नभुल्नु होला गाइजहरू।